हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि हजुरहरू कोही नयाँ हुनुहुन्छ भने यहाँलाई पनि स्वागत छ। आज सन्डे हो, त्यही भएर सन्नी डे पनि हो भइरहेको छ आज। हामी बाहिर निस्केको, यो चराहरू कराएर कस्तो लेखमा हिँडे जस्तो फिल भएको छ क्या। लेखमा हामी हिँड्दाखेरि यस्तरी नै चरा कराउँथ्यो नि त। अनि कस्तो दामी चरा कराइरहेको छ। बिरुवाहरू पनि अब सुकेर होइन, पुरै पात झरेर अब बसन्त ऋतु आउन लाग्यो। त्यही भएर पनि कस्तो उजाड लागेको छ, उजाड देखिन्छ ठाउँहरू। अब बसन्त ऋतु आउनै लाग्यो। लेखमा हिँडिरहेको छु जस्तो लाग्ने चराहरू कराएको छ है। पारी चाहिँ ठुलो मार्केट बजार छ। पारी चाहिँ देख्न सक्नुहुनेछ। चराहरू कराएर कस्तो दामीको दिएको छ क्या। इन्भाइरोमेन्ट चाहिँ एकदम राम्रो बनाइदिएको छ। युरोपको मजा नै यही हो, साइलेन्ट छ है सबैतिर। आफ्नो काम गर्ने, खायो, रमाइलो छ। हामी चाहिँ हिँड्दै गएको नि आज बजार। यहीँ हो, त्यही भएर के गाडीमा जाने भनेर कस्तो मजाको चरा कराएको कि। ओहो, दामी है। वाइटबाट हाल्दै दामी हुने रहेछ। वाइटबाट अनि आज घोडा पनि छ क्या, यस्तो दामीको छ नि। यो घाँस खानु बोलायो भने आउँछ कि फेरि घोडा घाँस खानु बोलायो भने आउँछ। तर नबोलाऊ, मैले किन दुःख दिइराख्ने। फुलहरू यस्तो दामी फुलेको छ गाइस। एकदम कुल वातावरण छ है। पारी डाँडाहरू खतरा देखेको छ। हेर्नु होला, वारिपारि हेर्दै बस्ने हो, आनन्द लिने हो होइन। कसैको दबाब पनि छैन, जे गरे पनि होइन, एकदम रमाइलो छ। ल दामी फुल फुलेको छ। यहीँ पर हो, हिँडेर गाडीमा भन्दा त्यही 5 मिनटमा पुगिहाल्छ। अनि के 5 मिनटमा नि पैसा तिरेर जानु भनेर नि हिँड्दै नै घाममा ठिक हुन्छ क्या। कस्तो दामी चरा कराएको हो यो चरा। यहाँ छ यो चरा, गयो उडेर। एकदम लेखातिर आएको जस्तै फिल भएको छ मलाई चाहिँ। अनि पारीहरू यस्तो दामी। कुहिरोहरू पनि नजिक, सायद यो
नर्वे स्विडेनहरू अब नजिकै हो। त्यसले गर्दाखेरि पनि अलिकति हाइटमा छ नि त यो ठाउँ। कुहिरो हेर्नु कस्तो दामी। त्यही भएर जाडो पनि उत्तिकै जाडो हुन्छ, मात्र हिउँ चाहिँ पर्दैन यो ठाउँमा, नत्र भने जाडो चाहिँ एकदमै जाडो हुन्छ है गाइस। अझै पनि जाडै छ अनि एकदम पिसफुल छ। अब नेक्स्ट इयर गइएछ भने नर्वेतिर त्यताको भिडियो हालिदिन्छु, हेर्दै गर्नु होला। ओ माई गॉड, यस्तो दामी फिल भएको छ मलाई, आफ्नै माथि लेकतिर गएर हिँडिरहेको जस्तो महसुस भएको छ क्या। यो रुखहरूले गर्दाखेरि झन् यस्तो दामी कि सो नाइस। माथिको बजार चाहिँ यस्तो छ, माथिको बजार। यो चाहिँ सिउँडी होइन, यो सिउँडी जस्तै खालको एउटा फल फल्छ नि, त्यो खतरा मिठो हुन्छ गुलियो। मैले त खाएको पनि छ। खतरा प्लेन उडेको छ नि त्यहाँ पर त है। पारिस सहर ल है गाइसहरू, खतरा। यो प्लेन चाहिँ यहाँ उडिसक्यो, यहाँ पुगिसक्यो। पारिका गाउँहरू सहरहरू हेर्नु होला, केही टाढा छ यहाँ पुग्नुलाई। गाडीबाट पनि 1 घन्टा लाग्छ। यस्तो दामी छ, रमाइलो है। उरे पनि फाइदा छ यस्तो। पारी हेर्दै बस्न चाहिँ मजा आउँछ है। एकदम रमाइलो छ। घाम पनि लागेको छ, कुरेन लागेको छ। लेखाको बाटो हिँड्दै आएको आज गाइस। ल है साथी, यो जङ्गलतिर हिँड्दाखेरि लाउने बुटहरू चाहिँ यहाँ पाइन्छ है। जङ्गलतिर लाउँदाखेरि गुड्याम यहाँ अर्को पनि छ क्या। यो झन् खेतीबारीमा लाउने है, यो खेतीबारीमा लाउने हो बुट। यो भित्र चाहिँ तातो छ है, एकदम तातो छ होइन। बाहिर चाहिँ यस्तो बुट नेपालमा त पाउँदैन हो यस्तो त। दाम सुन्दाखेरि यो 8,000 9,000 छ नेपाल होइन। खतरा क्या यो बुट। जाडो महिनामा तातो चाहिँ तातो हुन्छ फेरि, भित्र तातो छ। यता भिज्यो भने चाहिँ सुक्नु गाह्रो हुन्छ। यता छ जुत्ता डोरी हेर्नु न, बाबा कस्तो खतरा तर डोरी हो। नेपालको त 3-4 हजार पर्यो यसको दाम त। यो चाहिँ पुरा के भन्छ, स्कर्टिङ सुज है। ल यो भनेको चाहिँ लास्टै महँगो पर्यो, यो चाहिँ अलिकति 18,000 17,000 पर्यो नेपालको। 7,000
खतरा सेफ्टी पनि हुँदो रहेछ नि त के गरी खेल्छ एकदम साइकलहरू खतरा खतरा महँगो छ यहाँ जिम हलको सामान माथि बुटहरू साथीहरू अर्को जङ्गलको बुटहरू म जङ्गलको बुट चाहिँ देखाइदिइहाल्छु है त जिमको सामान है चाहिँ साथी हो माल भनेको यहाँ लिन आउनुपर्छ है लासाङ लुसुङमा किनेर समय बर्बाद गर्नुभन्दा भलिबल माल छ यो चाहिँ यस्तो महँगो महँगो लुगाहरू छ हामीले त किनेर सकिनौँ पुरा यो जङ्गलमा लाउने हो ज्याकेटहरू हेर्नु होइन जङ्गलको बुटहरू ल्याएर नेपालको 10,000 11,000 12,000 पर्यो नेपाली ल हेर्नु जङ्गलको बुटहरू बाफ्रे 7 घन्टा 8 घन्टा वाटर प्रुफ यो झन् खतरा छ यस्तो डेन्जर छ नि बुट जङ्गल बुट हो यो त झन् खतरा रहेछ यार बाबा माथि है लेखमा लाएर हिँड्नु है यस्तो गडाङ गुडुङ छ यो सक्स पनि त्यतिकै महँगो यो चाहिँ जङ्गलको लागि यो चाहिँ डोरीहरू ल यो आर्मी ब्यागहरू सब छ जङ्गलको लागि दुर्पिनहरू जङ्गलको लागि यहाँ दुर्पिनहरू पनि छ दुर्पिनहरू 22,000 25,000 पर्ने यो बन्दुक बोक्ने नि थियो हेर त्यो गन बोक्ने हो नि यो चरा झुकेर मार्ने होला होइन है के हो पुरा ट्रेन हो जङ्गल यो पुरा झङसङ लाउने यो पब्जीमा लाउने खालकै यहाँ छ त यार पब्जीमा लाउने त हो जुत्रा आएको क्या ओहो यही त पब्जीमा लाएर हामी खेल्ने त गिली सुट ल जाउँ भाइ यो त पुरा जङ्गल बाबा खतरा छ यार गोली राख्ने यो ट्याक पारेर अब माछा मार्नेहरूले लागि यताखेरि माछा मार्ने लागि होइन भाइ लेडिजहरूको लागि सबै अब फेरि खतरा छ है छोरी मान्छेहरूको लागि स्पोर्टहरू सब स्पोर्ट हो फेरि रेलाको होइन यो लास्टै महँगो नि पर्थ्यो है ट्र्याकहरू खतरा छ क्या अन्त प्यान्टहरू छोरी मान्छेहरूको लागि छोरा मान्छेको लागि सबै बबाल हो माथि हिँड्दाखेरि सुत्ने के राति खतरा छ यार यो पनि
महँगो महँगो छ साइकलहरू पनि। साइकल चिन्ने साथीहरूले हेर्नु होला। बच्चाहरूको पनि छ सबै। कुन खालको साइकल चाहियो है सबै छ। साइकलमा लाउने लुगाहरू यता फेरि पन्जाहरू ब्रान्ड हो ब्रान्ड। साइकल त कुन खालको लाने, ठुलोदेखि सानोसम्म सबै। लास्ट यो महँगो ठाउँ हो क्या फेरि यो नेपालको 50-60 हजार बिना त नछेरी नै हुन्छ। 20-40 हजार 10 हजारदेखिको माथिको सामान हुन्छ। महँगो छ फेरि खप्नु पनि फेरि अब 4-5 वर्ष ढुक्कै हो। यो वाटरप्रुफ हो सबै सेतो लुगाहरू ज्याकेटहरू। एन्ड थ्याङ्क यू सो मच सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा। अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। फेरि नयाँ नयाँ भिडियो यहाँहरूको सामुन्ने ल्याउनेछु। सबैजनालाई धेरै धेरै धन्यवाद।